हेलो नमस्ते नमस्ते गाइज नमस्ते सबैलाई। म आज यो घान्द्रुक भन्ने ठाउँमा आइपुगेको छु। नेपालको धेरै प्रचलित पर्यटकहरू आउने धेरै फेमस पर्यटक केन्द्रहरूमध्ये वान अफ द बेस्ट टुरिस्ट स्पट घान्द्रुक। म आज यहाँ आइपुगेको छु लकिली र मैले तपाईहरुलाई छोटो एउटा यहाँको बारेमा भ्यू देखाउन गइरहेको छु। अहिले बेलुकाको लगभग 10 बज्यो। जहाँसम्म मलाई यहाँ जानकारी भएअनुसार 10 बजी पश्चात धेरै गाना बजाउन, हो हल्ला गर्न, धेरै ठुलो आवाज निकाल्न यहाँको चाहिँ पर्यटन व्यवस्थापन समितिले अथवा यहाँको चाहिँ आयोजकहरूले यहाँका स्थानीयहरूले बन्द गरेका छन् भन्ने सुनिएको छ। यो सूचना सही हो या होइन त्यो म त्यति प्रष्ट छैन। मलाई एकजना बसको कर्मचारीले त्यो कुरा जानकारी गराउनु भएको थियो। तपाईहरु कुनै दिन यहाँ आउनुभयो भने केही सजिलो हुन्छ, केही जानकारी हुन्छ भन्ने हिसाबले मैले यो तपाईहरुलाई छोटो एउटा जानकारीमूलक भिडियो बनाउन खोजेको छु। उत्तरपट्टिको दृश्य मैले देखाइरहेको छु। अहिले सेङ्चुरी होटलको रूपमा बसेर मैले यो भिडियो लिइरहेको छु। उत्तरपट्टि यतापट्टि पनि अझै मास्तिर पनि धेरै होटलहरू छन् र यहाँ मलाई जहाँसम्म मलाई लाग्थ्यो घान्द्रुक भनेको एउटा एकदमै पुरानो पर्यटकीय स्थल, यहाँ चाहिँ लोकल कल्चर, यहाँको लोकल स्थानीय चाहिँ भन्ने बुझिन्थ्यो। तर यहाँको लोकल स्थानीय कल्चरहरू भन्दा पनि अहिले धेरै हैन, यहाँको लोकल खाना, यहाँको अर्गानिक कल्चर, यहाँको अर्गानिक चाहिँ सब्जीहरू, यहाँको उत्पादनहरू, यहाँको चाहिँ घले संस्कृति, घले गाउँको चाहिँ एउटा छुट्टै विशेषता, परम्परा, संस्कृति अनि घले गाउँका परम्परागत घरहरूमा बसेर होमस्टेमा एकदमै प्रचलित हुँदै हुँदै आएको यो घान्द्रुक अहिले आएर लगभग ठुल्ठुला गगनचुम्बी महलहरूले भरिसकिएको रहेछ। जहाँ मैले चाहिँ सोचेको थिएँ एकदमै परम्परागत घरहरूमा परम्परागत खाना, परम्परागत बस्ती, एकदमै त्यो सांस्कृतिक वेशभूषा आदि इत्यादिमा रम्दै खानिन्छ बसिन्छ भन्ने लागेको थियो। तर यहाँ अहिले ती ठाउँहरूलाई विशेष गरी होटलहरूले विस्थापित गरिसकेको अवस्था मैले चाहिँ पाएँ। भलै यसो भन्दै गर्दा यहाँ होमस्टेहरू छैनन् त भन्ने चाहिँ होइन, पक्कै पनि होमस्टेहरू छन् भनिएको छ यहाँ। र केही होमस्टेहरू यहाँ तलतिरपट्टि ससाना घरहरू देखिँदै पनि छन्। होमस्टेमा बस्नेलाई छुट्टै व्यवस्था यहाँ होमस्टेहरू पनि छन् र अलिक होटल लग्जरियस होटलहरूमा बस्छु भन्नेलाई चाहिँ अब लग्जरियस होटलहरू पनि छन्। होमस्टेहरूमा ससानो चाहिँ टिम, सानो थोरै 2-4 जना 10 जनासम्म मात्रै अटाउन सकिने भएकोले अब यहाँ पर्यटकको सङ्ख्या अत्याधिक बढ्दै जाँदाखेरि होमस्टेले नधानेपछि ठुल्ठुला होटलहरू, ठुल्ठुला गगनचुम्बी महलहरूमा होटलहरू खोलिएको र ती होटलहरूमा अत्याधिक महँगो चर्को शुल्क तिरेर पनि पर्यटकहरू बस्न बाध्य र बस्न रुचाएको र जतिसुकै महँगो भए पनि यहाँ पर्यटकको सङ्ख्या अत्याधिक आएको भन्ने सुनिन्छ र आउँदा निकै अप्ठ्यारो बाटो पनि रहेछ। लगभग 1.5 घन्टाको बाटो चाहिँ हामीले कच्ची बाटो, अप्ठ्यारो बाटो, सानो साँगुरो बाटो, पहाडको बाटो हुँदै आउनु पर्दो रहेछ। त्यति हुँदै पनि यहाँ आज मात्र पनि लगभग 20,000 पर्यटकहरू आएका छन् भन्ने खालको चाहिँ अनौपचारिक सूचना मैले प्राप्त गरेको छु। त्यस हिसाबले हेर्दाखेरि यो कास्की जिल्लाको नै पर्छ होला सायद। कास्की जिल्लाको घान्द्रुक भन्ने ठाउँ चाहिँ एकदमै चर्चित र पपुलर ठाउँ रहेछ। यसमा अब हामी एउटा विद्यालयको टिमबाट आएका थियौँ। यो कास्की नै पर्छ होइन? हजुर, कास्की जिल्लाको घान्द्रुक हामी चाहिँ यहाँ आइपुगेका छौँ। हाम्रो विद्यार्थी टिम यहाँ एकदम रमाइलो गरिरहेको छ र अहिले लगभग अहिले हामी कार्तिकको 10 गते छौँ र पनि यहाँ अहिले नै शीत झरिरहेको अवस्था छ। बेलुकै शीत झर्दैछ। लगभग 10 बजेको छ तर शीत
तपतपी झर्न थालिसकेको छ, निकै जाडो छ। र पछि लगभग पुसमा चाहिँ -5सम्म पुगेको रेकर्ड छ भन्ने जानकारी प्राप्त भएको हुनाले कोही पनि पर्यटकहरू तपाईँहरू हिउँदको समयमा आउनुभयो, मङ्सिर पुस माघमा आउनुभयो भने चाहिँ निकै होइन बख्खु दोचा आदिको प्रयोग गरेर अब ज्याकेट भनेको त अब घान्द्रुक अब परम्परागत होमस्टेमा के ज्याकेट लाउनु, परम्परागत पोसाकै लाउँदा राम्रो हुन्छ। त्यसो हुँदा बख्खु दोचा आदि लगाएर एकदम जाडोलाई चाहिँ धान्न सक्ने कपडामा आउनुपर्ने हुन्छ। मैले दक्षिणपट्टिको दृश्य देखाइरहेको छु। धेरै पर मसिना गाउँहरू, गाउँमा चाहिँ बत्तीहरू बलेको देखिन्छ। त्यहाँदेखि पारिपट्टि भोलि बिहान हामी चाहिँ मनास्लु, माछापुच्छ्रे लगायत धम्पुस अनि हिमचुली, अन्नपूर्ण जस्ता हिमालहरूको चाहिँ दृश्य अवलोकन यहाँको प्रमुख आकर्षण हो भनिएको छ। जुन कुरा भोलि बिहान 4 बजी अथवा 3 बजीदेखि नै हामी देख्न सक्छौँ भन्ने कुरा चाहिँ यहाँ हाम्रो होटलको साउजीहरूले हामीलाई बताउनु भएको छ। र त्यही अनुसार चाहिँ तपाईँहरू आउनुभयो भने सजिलो हुन्छ। बर्खा याममा त खासै जाडो नहुने, तर कार्तिकदेखि उता लागेपछि चाहिँ यहाँ निकै जाडो हुने कुराहरू जानकारीमा आएको छ र त्यही महसुस भएको छ। अहिले निकै हावा चलिराखेको छ, आकाशबाट फुसफुस शीत झरिरहेको अवस्था छ। र अब यहाँ आउँदाखेरि हामीले यातायातमा पनि निकै विशेष ध्यान दिनुपर्ने रहेछ। आफ्ना गाडीहरू, ससाना गाडीहरू आउँदैनन् रहेछन्। लगभग ट्याक्सीहरू पनि आउन निकै मुस्किल पर्ने ठाउँ रहेछ। सानातिना अब तल चाहिँ टायर साना भएका गाडीहरू सबै ठोक्किने हुनाले आउन पनि कठिन हुन्छ। स्कुल बसहरू अलिकति ठुलो टायर नभएका अग्ला खालका भएन भनेदेखि सबै चाहिँ ठोक्किने, पत्तीहरू भाँचिने समस्या भएको जानकारी भएपछि हामीले आफ्नो स्कुलको बस चाहिँ तलै राखेर चाहिँ अर्कै बस प्रयोग गरेर आएका थियौँ। र बसहरू पनि भन्ने बित्तिकै फाटफुट नहालिँदो रहेछ। हुन त हामी पब्लिक बसमै पनि घान्द्रुक आउने रुटकै बसमा पनि आउन सक्दा रहेछौँ, तर त्यसका लागि चाहिँ अब समय पर्खिनु पर्ने, पोखरैबाट चढेर आउनुपर्ने हुनसक्छ। र यति भन्दै चाहिँ तपाईँहरूलाई यो छोटो जानकारीमूलक भिडियो मैले यहीँ अन्त्य गर्दछु। हस्त धन्यवाद। भिडियो हेर्नुहोला। केही तपाईँहरूलाई जानकारी अथवा केही तपाईँहरूलाई लागेको, मैले भनेको कुरामा केही चाहिँ कमजोरी छ, त्यस्तो होइन भन्ने लाग्दाखेरि कसैलाई त्यो भन्दा बढी जानकारी छ भने कमेन्ट गर्न पनि सक्नुहुन्छ। होइन, जानकारीको लागि तपाईँहरूलाई जानकारी ठिक लाग्यो भने कमेन्टमा धन्यवादसम्म लेख्नु भए पनि हुन्छ, नलेख्नु भए पनि हुन्छ। हस्त धन्यवाद।